आज हामी कहीँ जान लाग्छौँ यस्तो रेडी भएर के गरेको रेडी भएर जानु लाउनु भयो त अनि के केही बोल्न सक्दैन कि मम्मी त बोलेपछि फेरि यस्तै गर्नुहुन्छ कि कहीँ जानु लाम तर म अहिले भन्दैन कि हुन त थम्बनेलमा देखिहाल्छ त्यही पनि थम्बनेलमै हटाइदिन्छु सो जान लाम कहीँ गाइज होइन मिस्टिरियस ठाउँमा अहिले त नभएको ठाउँमा 1-2 5-6 वर्ष भयो भने नगएको कति वर्ष म लास्टै धेरै वर्ष भइसक्यो नगएको होइन अनि त्यसपछि आज जाँदैछु आफ्टर सो लङ टाइम अब टाइम ल्याप्स फाइनली हामी चाहिँ यहाँ पुगिसक्यो कहाँ हो यो गेस गरेर गाइस यतै लेखेकै छ भारत बोर्डर भन्दा भारत नेपाल राष्ट्रिय गाडी त गाइस फाइनली हामी चाहिँ आइसकेको छौँ होइन अहिले त्यसपछि अरू के पनि छैन अपडेट चाहिँ के हुन्छ मेरो ब्याग भिज्नु परेर आएर मैले मम्मीहरू 2टा छ त के अरे यो एउटा मात्रै थियो त होइन किन नेपाल हो फेरि यो पनि बलेगाउँ जस्तै बोर्डरमा के अरे क्यामेरा दिन्न भन्ला अरे फेरि आपत डिलिट गरेको के मेरो थाहा मैले बलेगाउँमा मैले भिडियो बनाएको दिदी मैले डिलिट गरिदिएको भिडियो तानेर हुन त पुलिसले पछि हुन त मेरो के अरे उसमा गएर रिसेन्ट उसमा गएर बसेको थियो होइन जङ्गल उताबाट त दिन्छ नै यतै डिलिट गरिदियो सिन्सान भन्छ नि कस्तो कालो आयो जस्तो लाग्यो मलाई किन गाइस के हो यो गाइस यो अगाडिको चाहिँ यो इन्डियाको बोर्डर अरे अनि यो चाहिँ नेपालको बोर्डर हामीले पास गरेर चाहिँ अब इन्डियाको बोर्डरमा जान्छौँ दिस इज द इन्डिया बोर्डर ताल रोड पर के प्रारम्भ अरे पढ्न हान्न यार कस्तो बेच हानेको आफ्नै कति ठुलो हो त यार ठुलो त नेपालको छैन नि त नेपालको त यत्रै छ त यो गाइज यही हो आजको मिस्टिरियस वे जुन थम्बनेलमा त्यो वार्ड लगाएको थियो नि यो ठाउँ मम्मीले मलाई यो भित्र पठाउनु भएको थियो होला किन मम्मी यस्तो अनि हजुरले नागरिकता कहाँ चेक हुन्छ भन्नुभयो त अझै अगाडि पनि चेक हुने हो गाइसको हामी चाहिँ रुपैडियाको बजारमा आइसक्यौँ होइन यो त्यहाँ माइक खस्दै गयो रुपैडियाको बजारमा आइसक्यौँ गाइस यस्तो छ हेर हालत रुपैडियाको बजार यो चाहिँ होइन यो यस्तो अटो छ नि जुन यो चाहिँ पहिला नेपालमा पनि हुने गर्थ्यो क्या अहिले चाहिँ छैन अहिले चाहिँ हटिसकेको छ यस्तो अनि त्यसपछि टेम्पोहरू होइन मम्मी हो कि नै टेम्पोहरू हुन्छ क्या अनि भर्खर यो देखेर अब यस्तै हो अब मम्मीको कुरामा म भ्लगमा पनि भन्न आएको अब मम्मीले कहाँ चलाउँछ आज कम्प्युटर क्लास पनि जानु पर्दैन गाइस फाइनली यो दिन पनि आउँदैछ कम्प्युटर क्लास जानु पर्दैन यस्तो हामीलाई सुट दिनलाई अब त्यो ल्याउन भाइ A few moments later. घाममा आयो अब यस्तो अघिबाट घुमाइ गर्नुमा कहीँ चाहिँ इन्डियाको बसहरू कस्तो छ सब देखाउँछु कि आज म इन्डियामा के छ भनेर इन्डियाको बस हो गाइज नेपालमा त चल्दैन हेर बस त्यसरी होइन यहाँ त प्रत्येक गल्लीमा पनि इन्डियाको बसहरू जान्छ फेरि यहाँहरूको सुटवाला चाहिँ पसल ल्याउनु ए प्रभु के गरौँ मम्मीको यार
मम्मीसँग आएपछि यही हुन्छ गाइज सो बी केयरफुल बी अवेर एक्लै आउनु कहीँ घुम्न जानेछ भने ब्लग मेनली त ब्लगहरू भिडियोहरूमा आउँछ भने एक्लै आऊ गाइज नत्र यस्तै अड्काइदिन्छन् काहीँ न काहीँ त यस्तो हामी चाहिँ अहिले होइन उहाँ अगाडि रेल आएछ क्या ट्रेन आएछ होइन नेपालमा त छैन नि ट्रेन त्यही भएर इन्डियाबाट हेरेर भयो इन्डियामै हेरौँ भनेर अनि गाइज म चाहिँ ट्रेन हेर्नतर्फ जान लागेको छु हजुरलाई के दुई शब्द बोल्न छ छोरोलाई के छोरोले ट्रेन देखे छैन अरे देखाउनलाई लिएर हिँडेछु अरू के त्यस्तो त होइन बग होइन अरे मैले हेरेछु भाइ त्यस्तो बेज हान्नु क्या भने बोल्न दुई शब्द बोल्न दिएको मैले 4-5 शब्द बोलिदिनु भयो मेरो बेज पनि त्यसैमा हानिदिनु भयो यस्तो यस्तो घुम्दा घुम्दा आएको अहिले त केही पनि नलेजै छैन भने मलाई त यसको बारेमा हल्का नेपालगञ्ज भए पनि यताउति होइन यो खाम भन्ने त भन्छ सोर है यहाँ त के खाम यहाँ के छँदै छैन यस्तोमा त रमाइलो लाग्नु छोड्यो यहाँ त अस्ति नै आउँदाखेरि पनि बहुत ठुलो थियो अस्ति नै आउँदाखेरि ठुलो थियो अस्ति नै आउँदाखेरि पनि ठुलो थियो अहिले आउँदा पनि ठुलो छ गाइज जाँदैछु म गाइज र एचडिएफसी ब्याङ्क रे गाइज रुपैडिया ब्रान्च यो हो हाम्रो रुपैडिया बजार अनि यतातिर ट्रेन यहाँ यत्रो झोला भिर्न पठाउनु आयो यार मलाई यही ट्रेन म भ्लगमा हाल्नलाई मात्रै आएको गाइज म के होइन अरू यसको त एन्डिङ पोइन्टै देखिएन त यार कहाँ हो उहाँ सेट वाट द हेक ओए त धेरै ठुलो छ त यार हाँ ठुलो ट्रेन नेपालगञ्जमा मात्रै घाम नेपालगञ्जमा मात्रै यस्तो गर्मीवाला भनेको त रुपैडियामा नि यस्तो रहेछ त यार यो डिसिप्लिन हेर गाइज यहाँ डिसिप्लिन यो के हो यस्तो शुद्ध के हो सफा सुन्दर ठाउँमा यस्तो स्ट्रिङको आउने रमे नेपालगञ्ज रोड रे म भन्छु है के होइन म भ्लगमा गाइज अब हेर मम्मीले चाहिँ होइन टिकटकमा भन्छ अरे मैले भनेको भन्नु अब टिकटक चल्छ अब देखाउँछ एकछिन हुँदैछ क्या त्यहाँ टिकटक अलरेडी गाना सेटिङ भइरहेको गाइज हेर यो चाहिँ यस्तो छ हेर पट्री पनि देखाउँछु तिमीहरूलाई म होइन यो चाहिँ रेल हिँड्ने पट्री हो होइन अरू के देखाऊँ र लास्ट गरौँ भयो त ए धेरै भयो अब छोड्यो यस्तो के हेर्ने यार होइन आफूले देखेर अब आफैले छोड्दै भन्नु के भने ए थेरी यो सङ्गीत त राम्रो छैन क्या यार ए भयो यार अब त छोड्नु मम्मी जाम अब जाम के यहाँ यस्तो थिएन होइन एउटा एक लाइन मात्रै थिएन तल जानु मिल्छ कि नै के छ र सो हामी चाहिँ अब जानु लागेको छौँ फेरि अब घर हेर यो सामान यस्तो आएर लिएर हिँडेन यार मलाई गाइस फाइनली यत्रो बेर कति घन्टा भयो भन्नु त 1-2 घन्टा पछि 1-2 घन्टा त होइन यार धेरै नै भयो होला लास्ट धेरै घन्टा पछि हामी जानु लाग्यौँ केही लान दिन्न भने यत्रो सामान लिएर हिँडे अब राखिदियो भने के गर्नु त गाइस अब त सिधै के म सक्दैन बोल्न नि सकेँ होइन चार्ज पनि भइसक्यो होइन मोबाइलको सिधै नेपालगञ्ज गएर चाहिँ अब भ्लग ओपन गर्छु न त गर्दैन गाइस सो फेरि गाइस यहाँ यस्तो चेकिङ छ यो के हो आदर्श थाना अरे पुलिस थाना रुपैडियाको हालतिर गाइस यस्तो छ गाडीहरू आमा लाइन त कति टाढोसम्म हो यो यहाँसम्म पुरै
केले काट्यो यत्रो लाइन छ अझै यत्रो लाइन पास गरेर जानुपर्छ म केटाहरूको धेरै छ त यहाँ त जाउँ न गाइस लाइन पास गर्नुपर्ने हुन्छ मैले अघि त ब्याग राखेको छैन अब ब्याग राख्नुपर्छ यार खै उता गयो भने सो गाइस कपालको हालत यस्तो हेर्न के बनायो यार कपालको हालत होइन सो भ्याइयो ल अब बिहान आउँदाखेरि कस्तो राम्ररी आएको हेऱ्यो होइन जाँदाखेरि त लास्ट पसिराले भिजेर हिँडिरहेको यार अब त आउनु म अस्ति पनि यही भनेको थियो होला सायद त्यही भएर आएन 2-3 वर्ष अब फेरि आउनु म भुलेको थिएँ कि अब यो भ्लग बनाउनु नि त अब बिर्सिन्न सबले सोधिरहेको कि हेर्न दुःखे के धम्बोजी भन्दै अस्ति पनि यस्तै गरेर भनेको थियो होला त्यही भएर आएन 4-5 वर्ष अब त आउँदै आउनु यार भ्लग बनाएको हेर्छु म बारम्बार बल के अरे रुपैडी आउनुभन्दा अगाडि सो भ्याइयो भाइ गाइज अब ए भाइ गाइज रे भाइ रुपैडी अब कहिले हुन्छ मुलाकात खाएँ लास्ट पसिना आएको कि गाडीहरू अटोहरू छ यार यहाँ भइसक्यो कि हाम्रो सो गाइज अब चाहिँ डाइरेक्टली गएपछि धम्बोजी जानुपर्ने छ धम्बोजी गएपछि चाहिँ फेरि स्टार्ट गर्छु भ्लग अब त्यतिसम्म एउटा इन्जोय गरौँ नि त सिनेमेटिक सर्ट के सिनेमेटिक सर्ट भन्नु टाइम ल्याप बाई फाइनली धम्बोजी आयौँ हामी यहाँ आफ्टर सो लङ बल्ल बल्ल अब फेरि मम्मी खोइ कहाँ जाने भन्दै हुन्छ जाने अनि त्यसपछि हामी घर जाने हो गाइज कहाँ हो गाइज तिमीहरू गाइज को यो चिन त यो मसँग भिडियो बनाउनु लाग्यो भने गाइज कन्टेन्ट क्रिएटर भने पैसा लाग्दैन तिमीहरूले के भने कहाँ हाम्रो पनि कन्टेन्ट बनाउनु लाग्छ कहाँ हिँडेको भन न तिमीहरू 10 किलोमिटर लिन गएको कि मलाई यहाँदेखि त यस्तरी फर्काएको छु मलाई ट्राफिक पुलिस त्यही हुँदा हुँदै पनि So guys, finally we are अब घरतिर लाग्यौँ सो अब के गऱ्यौँ अरू अब घर जाने गाइजहरू पङ्खा किनेको कस्तो छ गाइज कमेन्ट गर बहिनीको लागि भनेर किन्नु अगाडि मम्मीले मैले आफैले हालेर खाँदै हिँड्यो सो घर जान लाग्यो गाइज हामी फाइनल्ली सबै कुरा भ्याइयो होइन सबै कुरा के सबै कुरा हो र सबै काम भ्याइयो कस्तो आवाज आउँछ यार हेर गाइज घरबाटै डोल भइगयो होइन यो अनि हामी चाहिँ यहाँ भइगयौँ भन यहाँ हामी जब घर जान लाग्यो रौँ न सुस्तै हिँड्नु त आइसक्यौँ अन द वे अनि त्यसपछि घर आएँ म देखाउँछु आज मैले आफ्नो लागि के लिएर आएँ देखाउँछु मैले आफ्नो लागि के ल्याएँ भनेर है म बहुत खुसी हुँदै गर्थेँ कस्तो सोच बनाएर गर्थेँ कि मैले नेपालमा सरी रुपैडिया यत्रो पछि गएको के लिएर आउँछु भने अलि देखाउँछु खै केही त थिएन त्यही हो नि यसमा के छ खजाना मेरो लागि हुन्छ छ धेरै कुरा छ नि त छ है मेरो लागि भने नि छ तर त्यति धेरै ल्याएन त्यही साँच्चै भयो मैले नेपालगञ्ज गयो भने होइन यो ल्याम भन्दै रुपौडियामा गएपछि यार के ल्याम हुन्छ केही पनि छैन त्यस्तो त्यो होइन त्यो के चिनी सरफ अनि त्यस्तो त्यो कपडाहरू मात्र देखेँ मैले साँच्चै भयो भने अनि त्यो पनि ल्याउने चिनी सरफ त मैले के काम गरेँ मलाई ल्याएर भनेर अनि त्यही चिया पनि खान्न लुगा पनि म आफूले धुन्न भयो गाइज धेरै गफ खाँदैन अब म घर गएपछि देखाउँछु यसमा के छ मिस्ट्री गाइज फाइनली यहाँ चाहिँ अब घर अनलक गर्दैछु त्यसपछि गाइज इफ यु आर अ क्रिएटर होइन कन्टेन्ट क्रिएटर होइन मेनली भ्लग गर्नलाई यो सामान चाहिँ तिमीहरूसँग हुनुपर्छ एउटा क्यामेरा होइन ब्याकअप के अब जस्तै मोबाइलमा चार्ज हेऱ्यो भने यसमा मोबाइलमा चार्ज छैन त्यो पनि तिमीलाई दियो
चार्ज थिएन नि त अनि त्यो यो लिएर गएको थिएँ मैले क्यामेरा अनि एउटा माइक एडाप्टर त्यो कनेक्टर यतिसम्म चाहिँ हुनुपर्छ है कहीँ जाँदाखेरि चाहिँ जे पनि हुनसक्छ त्यो सबै लिएर हिँड्नुपर्छ सो यही गाइज अब रोग अब म 2 3 2 1 सो गाइज चेन्ज भयो नि लुक होइन एक्सट्रिम एनर्जी ड्रिङ्क पनि छ गाइज हालिसकेर एक्सट्रिम सङ्गीत एक्सट्रिम एनर्जी ड्रिङ्क सो द्याट्स वाइ आई विल सो दिस इन अ ब्लग है नत्र नट स्पोन्सर बोल्न नि आन्न यार नट इन स्पोन्सर बाई एक्सट्रिम एनर्जी ड्रिङ्क यदि स्पोन्सर गर्नु छ भने गर एक्सट्रिम होइन म केही भन्दैन किनभने आई विल निड स्पोन्सरसिप फर यु गाइज गर्नु सक्छ है ह्यासट्याग एक्सट्रिम एनर्जी ड्रिङ्क यो हाल्छु ब्लगमा है सो गाइज ल अब भइगयो होइन अब यो पछि अब चाहिँ के अरे उ गर्दाखेरि ल र म अब सामान खोलेर देखाउँछु पुरै खोलखाल पारेर देखाउँछु 3 2 1 फेरि सो यही हो हेर काफीहरू होइन अनि यो स्पेसल्ली म लिन गएको नै यही हो क्या म्यागी लिन गएको होइन अनि यति हो मेरो लागि मेरो सामान अरू केही पनि छैन यो मात्रै मेरो निड्स भनेको अरू यिनीहरू चाहिँ अलिक छुट्टै भइगयो होइन तर यति हो अनि बहिनीलाई एउटा मम्मीले पङ्खा पनि ल्याउनु भएको अघि मैले देखाएको थिएँ देखाउनु त तर त्यही पनि पङ्खा छ गाइज हावा आउँछ है मस्तले सुन्नु सो गाइज यही थियो आजको भ्लग होइन थ्याङ्क्स फर वाचिङ दिस भ्लग यही हो हेर यो चाहिँ पेन भइगयो होइन पेनहरू चाहियो त अब 12मा जाने होइन त अनि 12मा जाने भएपछि पेन चाहियो अनि त्यस्तै सामानहरू ल्यायो अनि के सोनपापडी भइगयो दाल मोड भइगयो यो बिना त बाँच्नै सक्दैन हो म त अनि यो भइगयो बदाम अनि यो म्यागी सो गाइज थ्याङ्क्स फर वाचिङ दिस भ्लग डोन्ट फर्गेट टु लिभ अ लाइक सब्सक्राइब सेयर बाई